यस्ता फटारको शासनले तल लगाउने कि नलगाउने नेपाली जनताले? माटो बन्नु भन्दा पहिले माटोलाई बुझ्न सकौं, अर्पिएर यही माटोमा यो देशलाई खोज्नु। श्रम गर्दा गर्दै मेरो प्राण जाओस्। संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै श्रम गर्दा गर्दै मेरो प्राण जाओस् है। यो देश बनाउनका लागि कठोर श्रम गर्दा गर्दै ढुङ्गा बन्दा बन्दै होइन, खुम्मा खुम्दै जोत्दा जोत्दै पसिना तरी चुहाउँदै मेरो प्राण जाओस् भनेर पनि म कामना गर्छु है। यो देशलाई माया गर्ने मान्छे हो भन्छु म। तपाईँले मेरो कुरा सुन्नुभन्दा पहिला तपाईँले मलाई चिन्नुपर्छ। चिन्नका लागि मैले के अभिव्यक्ति तपाईँहरूलाई दिनुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि म त्यस्तो खालको मान्छे यहाँहरू सबैजनालाई म त्यो अनुरोध गर्न चाहन्छु। कस्तो मान्छे होला त भन्दाखेरि यो मान्छे त्यस्तो मान्छे हो जो भाषण गर्दैन है। मैले यो गरेको भाषण होइन है, तपाईँहरूले भाषण भन्ने लाग्ला, यो भाषण होइन है। म तपाईँहरूलाई यहाँ पढाउन सिकाउन आएको मान्छे होइन। धनकुटाको शिक्षित मान्छेलाई मैले पढाइराख्नु पर्ने बुझाइराख्नु पर्ने कुरा केही पनि छैन। तर यो देश बनाउनको लागि बोलाउन आएको हो, स्वर इसारा गर्नको लागि आएको हो, स्वरले आवाजले पनि तपाईँलाई बोलाउनको लागि आएको हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बनोस् भन्न खातिर एउटा आवाजमा मैले तपाईँहरूलाई बोलाउनका लागि यहाँ आएको। पार्टी जाति धर्म वर्ग र व्यक्तिगत स्वार्थ जम्मा 5वटा कुरा। पार्टीको कुरा यहाँ एमाले कांग्रेस माओवादी यो त्यो भन्छौँ। पार्टीको कुरा, जातिको कुरा राई लिम्बू क्षेत्री बाहुन काउन्डले भनिरहन्छौँ। धर्मको कुरा हिन्दू धर्म खोइ के धर्म यो धर्म त्यो धर्म भनिरहन्छौँ। वर्गको कुरा गर्छौँ र व्यक्तिगत स्वार्थको कुरा गर्छौँ। यी 5वटा कुराले हामीलाई छिया बनाएको छ, लथालिङ्ग पारेको छ। त्यस्तो देशलाई सिलाउनका लागि निस्केको एउटा सानो सियो है। मेरो विचारहरूले यो फुटेको समाजलाई, यो लथालिङ्गै भत्किएको समाजलाई है, यो काँटा मार्न कुटाकुट गरेर मुद्दा मात्रै गरिरहने समाजलाई अब त्यसरी हुँदैन। अब एउटै मालामा हामी सबै नेपालीहरू उनिनुपर्छ र एउटा सुन्दर फुलको माला। जाति जाति धर्म वर्ग र व्यक्तिगत स्वार्थै 5वटा तत्त्वले हामीलाई फुटाएको छ। त्यसलाई सियाउन निस्केको एउटा सानो सियो हो। म एक्लैले सियाउन सक्दैन। यो देश फाटेको लुगा जस्तो छ, हर्ल्याङ है। हामी सबै थाङ्ने र माग्ने भइसक्यौँ। त्यो खालको तपाईँको छ नि हाम्रो अर्थतन्त्र, त्यो खालको हाम्रो सामाजिक संरचना, त्यो खालको छ नि छिया भएको कहिले एक ठाउँमा नआउने विभिन्न बाहनाले त्यो समाजलाई सिउन निस्केको एउटा सानो सियो हो। त्यो सियोले मात्रै सिइँदैन। धागो चाहिन्छ लामो न लामो। त्यो लामो धागोको लागि तपाईँहरूलाई मैले चाहिँ हातेमालो गर्नुपर्छ भनेर अनुरोध गर्नका लागि म आएको हुँ। तपाईँहरू तयार हुनुहुन्छ धागो बन्नलाई? हो। म सियोको रूपमा अघि जान्छु, तपाईँ धागोको रूपमा पछि आउनुभयो भने होइन, हर्ल्याङ फाटेको लुगा जस्तो बनेको यो देश, विभिन्न बाहनामा टुक्रा फुटेर लथालिङ्ग भएको देश पक्कै पनि सम्हालिनेछ भन्ने दृढ विश्वास दिने एउटा सानो मान्छे। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, माटोलाई प्रेम गर्नु भन्ने मान्छे हो म। यो माटो भन्दा ठुलो सम्पत्ति मेरो लागि केही पनि छैन है। त्यसो भनिरहँदा तर मेरो नाममा चाहिँ दूर जग्गा पनि छैन यो देशमा है। अलिअलि छ गाउँतिर, त्यो मेरो बाउको हो, मैले अंश लिएको छु। तर पनि मेरो नाममै घरपुर्जा नभए पनि मेचीदेखि महाकाली लिम्पियाधुरा लिपु लेकसम्म मेरो आफ्नो जस्तो लाग्छ है। र तपाईँहरू सबैजना मेरो परिवारको दाजुभाइ दिदीबहिनी जस्तो लाग्छ। तपाईँहरूलाई त्यस्तो लाग्छ? त्यस्तो खालको एउटा मान्छे हो म। यो माटोलाई माया गर्ने मान्छे र माटोलाई माया गर्नुपर्छ है भन्ने सन्देश लिएर गर्ने मान्छे हो। आज म देशभर कराइरहेको छु। हिजो अस्ति काठमाडौँ पनि कराएर आएँ, आज यहाँ कराउँदैछु, पर्सि खोटाङ कराउँदै जाँदैछु, त्यसपछि कता देशैभरि कराइरहेको छु। किन कराइरहेको छु म भन्दाखेरि यो माटोलाई माया गर्न हामीले बिर्स्यौँ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नेपाली दाजुभाइ दिदीबहिनीहरू म मिडिया मार्फत भन्न चाहन्छु, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू उपस्थित धनकुटाको दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु,
आत्मा र शरीरको मिलन भए जस्तो, दुई नदीको सङ्गम भए जस्तो। दुई नदीको सङ्गम भइसकेपछि त्यो कहिले छुट्दैन है। यो माटोसँग हाम्रो मिलन हुनुपर्छ। यो माटोमा नै हामीले हाम्रो भविष्य देख्न सक्नुपर्छ। त्यो एउटा सन्देश लिएर कुदी हिँड्ने एउटा सानो मान्छे हो, ठुलो मान्छे होइन। म आफूलाई ठुलो कहिले पनि सम्झिँदैन। त्यो खालको मान्छे हो अर्को सान्तान। यहाँहरू सबैजनालाई म त्यो निवेदन गर्न चाहन्छु। मेरो परिचय मैले यसरी दिएँ। हामी नेपाली नेपालसँग जोडिनुपर्छ। हामी नेपाली नेपालसँग जोडिनु भनेकै हामी नेपाली आफ्नो माटोसँग जोडिनु, आफ्नो देशसँग जोडिनु हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी नेपालीलाई हाम्रो नेपालको माया लाग्नुपर्छ र कसरी नेपालको माया गर्ने भन्ने बारेमा म एकछिन बोल्दै आउँला। हामी नेपालीले नेपाललाई माया गर्न सक्छौँ। नेपाललाई माया हामीलाई लाग्छ, नेपालको माया यहाँ यता मैले सोध्न चाहन्छु, नेपालको माया लाग्छ? यता सोध्न चाहन्छु, नेपालको माया लाग्छ हामीलाई? यदि नेपालको माया हामीलाई लाग्दैन भने हामी नेपाली बन्न लायक छैनौँ है। नागरिकता लिनु मात्रै नेपाली बन्नु होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। नागरिकता लिनु मात्रै नेपाली बन्नु होइन है। नेपाली बन्नका लागि नेपालको विशेष माया लागेको हुनुपर्छ। अर्को सम्पङ जस्तै जस्तै तपाईँहरूले पनि नेपाललाई माया गर्नुपर्छ भन्ने एउटा मेसेज, एउटा सन्देश दिन चाहन्छु। हुन त म भन्दा धेरै माया गर्नुहुन्छ कि के थाहा मलाई है। त्यो नेपालकै मायाले गर्दाखेरि कुदिरहेको छु म आज होइन। मेरो पनि व्यक्तिगत जीवन होला होइन, मेरो पनि परिवार छ। ती सम्पूर्ण कुरा त्यागेर यो नेपालीलाई नेपालको माया लागोस् भनेर नेपालीलाई नेपालसँग जोड्नका लागि यो देशको धरतीका मान्छेहरूलाई यो धरतीसँग माटोसँग जोड्नका लागि निस्केको एउटा सानो मान्छे हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी युगौँ युगदेखि निदाइरहेका नेपाली। अब यो कसरी निदायौँ भन्ने कुरा म एकछिन आइहाल्छु त्यसमा। युगौँ युगदेखि निदाइरहेको नेपालीलाई बिउझाउन आएको एउटा आवाज हो म है। हामी बिउझेको छौँ या छैनौँ भन्ने कुरा हामी आफैले अड्कल गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु। हाम्रो पाखुरा देखाइदिनुहोस् त, यसो गरिदिनुहोस् त सबैले। धनकुटाको मान्छेले हेरौँ हो, अब यसो यसो गर्नुहोस् त, मुठी कसिदिनुहोस् हो। पाखुरामा तपाईँको दम छ हो। तपाईँको पाखुरा भन्दा, तपाईँको हात भन्दा शक्तिशाली पश्चिम संसारमा बनेको छैन है। तपाईँको पाखुरामा जति दम छ, जति तागत छ, त्यति तागत यो संसारमा कुनै पनि मेसिनको छैन। त्यो तपाईँको पाखुराको दम, तपाईँको पाखुराको तागत महसुस गराउनका लागि म यहाँ आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको पाखुरामा कतिको दम छ देखाइदिनुहोस् एकचोटि हो। अब पाखुरामा दम त छ, हामीसँग इमान्दारी कम छ कि बा? पाखुरामा दम मात्रै भएर पनि देश बन्दैन, इमान्दारी कम भयो भने देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि इमान्दारी पनि बढाउनुपर्छ भन्ने मेसेज पनि म लिएर आएको छु, सन्देश लिएर आएको छु। भनौँ तपाईँको छोराहरू है जसङ झस्किँदै सुतिरहेको होला, रुइरहेको होला बुहारीलाई सम्झेर है। तपाईँको बुहारी तपाईँको छोराछोरीलाई सम्झेर, श्रीमानलाई सम्झेर रोइरहेको होला। तपाईँको श्रीमान रोइरहेको होला तपाईँलाई सम्झेर है। त्यो रुँदै रुँदै झस्किँदै झस्किँदै बसिरहेको परदेशीलाई यही देशमा ल्याउने कि नल्याउने हामीले? यदि त्यसो हो भने तपाईँलाई तपाईँको पाखुरामा कति दम छ भन्ने थाहा हुनु जरुरी छ। र तपाईँले टेकेको माटो कति उर्वरा छ भन्ने कुरा तपाईँलाई थाहा हुनु जरुरी छ। यो दुई कुराको विरोध गराउनको लागि म आएको छु। आदरणीय धनकुटावासी दाजुभाइ दिदीबहिनीहरू, यो दुईटा कुराको हामीलाई बोध नभएको कारणले गर्दाखेरि मैले अघि भने हामी युगौँदेखि निभाइरहेको मान्छे हो। कस्तुरी भन्ने थाहा छ हामीलाई, सबैलाई थाहा छ? कस्तुरी मनभरि कुदिन्छ रे, कता कुदिन्छ रे होइन, कहाँ हो त त्यो सुगन्ध भनेर कुदिन्छ रे भरे त आफ्नै नाभिमा नाइटोमा बोकिरहेको हुन्छ। हामी नेपाली त्यस्तै बने होइन। हामी नेपाली पैसा खोज्दै खोज्दै होइन जिउ पाल्नका लागि जानुपर्ने बाध्यता आयो है। त्यसरी चाहिँ हामी संसारभरि गइरहेका छौँ। तर
यही देशमा छ कस्तुरीको त्यो तपाईँको छ नि कस्तुरीको नाभीमा भेटाउने सुगन्धित अत्तर त्यो महसुस गराउनको लागि चिच्याउँदै मेचीदेखि महाकालीसम्म कुदिरहने एउटा अभियान त आज तपाईँको गाउँकुटामा आएको छ। तपाईँहरूलाई म यसरी आफ्नो परिचय दिन चाहन्छु। हामीहरू गाउँदेखि निभाइरहेका नेपाली अब सही अर्थमा बिउ जानुपर्छ। बिउ जानुपर्छ कि पर्दैन? सबैले भन्नुहोस्, नलजाइकन बिउ जानुपर्छ कि पर्दैन? तपाईँ आत्माबाट बिउ जानुहोस्। कहिले एकछिन मुखले बिउ जाने होइन, बिउ जानुपर्छ कि पर्दैन भन्नु मैले 10 चोटि सोधेर प्रसाद भनेको जस्तो नहोस्। अब तपाईँको चेतनाबाट तपाईँ बिउ जानुपर्छ। म तपाईँहरूलाई आज यस्तरी बिउ जान आएको हुँ कि मै रहेछु देश बनाउने भन्ने तपाईँलाई म बोध गराउँछु। हामी भन्छौँ संविधानको अभियानमा ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। यो देश हामी सबैको हो कि होइन? हो। अर्को सम्पन्न मात्रै ढुङ्गा बोक्दै देश बन्छ त? तपाईँको भागको ढुङ्गा तपाईँले बोक्नुपर्छ, तपाईँको भागको श्रम तपाईँले गर्नुपर्छ, तपाईँको भागको इमान्दारी तपाईँले देखाउनुपर्छ, तपाईँले देखाउनुपर्छ राष्ट्रपति तपाईँको आफ्नो भागको। म त्यो भन्न चाहन्छु, सबैजनालाई हार्दिक अनुरोध गर्न चाहन्छु। भन्दा पहिले माटोलाई बुझ्न सकौँ, अर्पिएर यही माटोमा यो देशलाई खोज्न सकौँ। देश खोज्दै निस्केको एउटा अभियान त अर्को छ। तपाईँलाई लाग्ला पार्टी बनाउन आयो, भोट माग्न आयो भन्ने लाग्ला। भोट त तपाईँले हामीलाई नै दिनुहुन्छ, मलाई थाहा छ। सम्पूर्ण तपाईँको नेपाली नागरिकहरूलाई मैले भनिराखेको छु, किनभने माटोमा भोट नहाल्नु भनेको देशलाई भोट नदिनु है। त्यसो भएको कारणले गर्दाखेरि तपाईँको छैन बहुमतको सरकारको संस्कृति बनाउँछ हेर्नुहोस्। तर त्यति मात्रै नभएर यो माटोमा अर्पिएर यो देशलाई खोज्दै निस्केको मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि माटोवादी अभिवादन, जय श्रमदान। तपाईँहरू सबैजना श्रमदाता बन्न चाहनुहुन्छ? त्यो जोस जाग्यो, त्यो उत्साह र त्यो चेतनाका साथ अब हामी यो देशलाई बनाउनेछ। सधैँभरि लगाइराख्ने नारा एकचोटि यहाँ पनि लगाइदिउँ न। उता पछाडिको जेएनजीहरू अलि साह्रो कराउनुपर्छ है। त्यो पर बस्नेहरू उठिहाल्नु, यता आउनु बस्नेहरू उठिहाल्नु। त्यस्तो तपाईँको छैन असुविधा भयो भने देश बन्दैन। त्यो बस्नेहरू उठिहाल्नु, यता आउनु। त्यसरी आइहाल्नु। यता क्यामेरा घुम्दैछ है फेरि भने फेरि फोकस गरेर बस्ने भन्दा फेरि ट्रोल होला ल। 3 करोड नेपालीको 6 करोड हात। सबैले भन्नु होला, सबैले यसो गर्नुहोस्। यसो गर्न सक्नु भएन भने देश बन्छ? नहुने कुरा बन्दैन देश। त्यसले गर्दा 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनुपर्छ। अब नीतिले मात्रै बन्दैन देश, सम्मान गर्नुपर्छ। हो अहिले भर्खरै हामीले लगाएको नारा जस्तो होइन, 3 करोड नेपालीको 6 करोड हात मेचीदेखि महाकालीसम्म होइन, लिम्पिया धुरासम्म बेलचा चल्दाखेरि त्यो आवाज कस्तो आउँछ? मरेको जुनी बाँच्नु हुँदैन नेपाली हो। अब मरेको जुनी बाँच्नु हुँदैन। फ्याङ भन्नुहोस्। अमेरिकाले सुन्नु पर्यो। अमेरिकाले सुनिन्जेल हामीले खै तपाईँको छैन अवधार चलाउन सक्छौँ हामी। त्यो जोस हुनुपर्छ। आदरणीय दाजुभाइ बहिनीहरू, हामीले मरेको जुनी जस्तो बाँचेर हुँदैन है। बाँच्नु चाहिँ बाँचेको छ। कमजोर तपाईँ हामी जति धनी र तपाईँ हामी जति बलियो कोही छ संसारमा? त्यो जोस तपाईँको छातीमा हुनुपर्छ। देश त्यसै बन्दैन। भाषण गरेर नेताले भोट लगेर बन्छ देश बन्दैन। देश बन्नका लागि त त्यो जोस तपाईँको छातीमा हुनुपर्छ। हरेक नेपालीको नागरिकको तपाईँको छातीमा यो देश पाखुरामा हो। छातीमा देश
यो दुईटा पुऱ्याउनुपर्छ। त्यसका लागि म धन्यवाद दिन चाहन्छु। नारा लगाउनु भएकोमा धन्यवाद दिन चाहन्छु। पार्टी बनाउन आयो भनेर तपाईँहरूले कतिले सोचिरहेको होला है। यहाँ बस्नेले त के सोच्थ्यो र अरूले त्यस्तो सोचेको होला। होइन, पार्टी होइन, भत्किएको देश बनाउन निस्केको मान्छे माने है। भत्किएकोले देश बनाउन निस्केको मान्छे है। सिंहदरबार सुत्न पनि तपाईँको छैन जोगाउन नसक्ने नालायक साथीहरूले, सर्वोच्च अदालतसम्म पनि जोगाउन नसक्ने तपाईँको छैन नालायक मान्छेहरूले भत्काएको बेची खान आँटेको देशलाई तपाईँको छैन जोगाउन आएको हामी है। हटाएर भ्रष्ट देशद्रोही दलाल माफियालाई यो देश बेची खान दिने हामीले यता भन्नु त यता दिने हो, दिनु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि खबरदारी गर्नका लागि पनि हामी आएका छौँ। त्यसो भएको कारणले गर्दाखेरि हामी यहाँनिर सबैजनालाई तपाईँको चाहिँ सचेत बनाउनका लागि पनि आएका छौँ। म सबैलाई म यो श्रमको तपाईँको चाहिँ अभियान, श्रम संस्कृतिको अभियानमा हार्दिक स्वागत गर्न चाहन्छु। मैले मेरो परिचय छोड्याएँ है। समग्रमा भन्दाखेरि प्राकृतिक रूपमा स्वर्गको टुक्रा जस्तो देशलाई सतीको श्रापबाट मुक्त गर्न आएको एउटा सबैभन्दा सानो मान्छेहरूको साथ है। सतीले सरापेको देश भनेर हामी भन्छौँ नि, त्यो श्रापबाट मुक्त गर्नका लागि आएको मान्छेहरूको साथ। चिन्नेले चिनिसके नचिन्नेलाई पनि केही वर्ष लाग्छ। कहिले 1 वर्ष लाग्ला, कहिले 5 वर्ष लाग्छ, कहिले 10 वर्ष लाग्छ, कहिले 15 वर्ष लाग्छ। तर एकमा एक दिन चिन्ने छ। त्यो सतीले दिएको श्रापबाट मुक्त गर्नका लागि निस्केको एउटा अभियन्ता हो यो देशको सबभन्दा सानो मान्छे है। मैले यसरी आफ्नो परिचय दिन चाहे। आज धनकुटाबाट परदेशीहरूलाई सम्झेर सुरु गरेको यो चाहिँ के हाम्रो कार्यक्रम आउने बित्तिकै होइन तपाईँको छैन थुप्रै मान्छेहरूले थुप्रै खालका चर्चा परिचर्चा गरिरहेका होला नतिखेर होइन। कति मान्छेलाई चाहिँ आँखी डाइ पनि छ नि छैन। संस्कृति 1 महिना पनि भएको छैन पार्टी जन्मेको आमामा है। सबैको 7औं पैसाको अब हाँस्नुपर्छ। नेपाली हाँस्नुपर्छ, मिलेर बाँच्नु पर्यो नि, बाँच्नुपर्छ। अब कस्ता मान्छेले जसरी आँखी मिलेछ, कस्ता मान्छेले अर्को सापाङलाई नम्बर बनाउन भन्दैन, जो चाहिँ विदेशी प्रभुले प्रभु भनेर ढोक्ने होइन, देशको स्वाधीनता बेची पठाउने, एमसिसी गर्ने, के गर्ने होइन, नदी नाला कोसीबाट पानी ल्याउनु भनेको छुनु पाउँदैन अरे, किनभने भारतलाई दिइ पठाएको अरे। अचम्म लाग्छ। अलि हाँसौँ है। एक दिन यसो फुटबल खेल्नु न धनकुटाको रङ्गशालामा भन्दा त खेल्न नपाइरहेको किन भन्दाखेरि त उहिले दिइसकेको अर्को देशलाई भनेर भनिरहेको। मान्नुहुन्छ तपाईँ हो। अर्को साम्पाङलाई मन नपराउने भनेको देशद्रोहीले मन पराउँदैन। अनि त्यो देशद्रोह गरेर कमाएको भ्रष्टाचारको पैसा होइन कमिसनको रूपमा अलिअलि यसो पालित पोषित हुन्छ नि, ला भाइ पैसाले जो जसले बिना स्रोतको सम्पत्ति जोडेको छ नि, 30,000 को जागिर खाएको छ, 30 करोडको घर बनाउँछ नि, त्यस्ता मान्छेहरू विदेशीबाट पालित पोषित हुन्। त्यस्ता मान्छेले बुझिकै हेर्न मन पराउँदैन है। विभिन्न भनेर रातिको 2 बजी गाली गरिरहन्छ। त्यो गाली गरे बापत फेरि उसलाई पैसा हुन्छ। मालिकलाई देखाउँछ क्या, मालिक मैले हर्का साम्बाङले गाली गरेँ नि उसको हेर्न त उसको त्यसमा कमेन्टमा भनेर कमेन्ट देखाउँछ। अनि उसले पैसा लिन्छ त्यसो तेरो एकाउन्टमा टुङ आइहाल्छ नि, यसरी हेर्दा टुङ भन्दा आइरहेको हो क्या। त्यस्ता फटारले हर्का साम्बाङलाई मन पराउँदैन है। उनीहरूको आँखी छ, उनीहरूको तपाईँको दाई छ, तर जति नै आँखी दाई भए पनि मलाई छुनै छुँदैन। किन थाहा छ? लिम्बू दिदी बहिनीले होइन सिलाङ सागमा लगाइदिएकै माइती सम्झेर हेर्नु न।
उल्टा सिलाम साथमा लगाउँछ आँखी चाहिने छैन नहुने कुरा राष्ट्रिय कुरा भन्नु नै छ त्यो नहुने कुरा हुँदैन है आँखी चाहिने जब यसलाई लडाइँ गर्छु भनेर निस्केको देशभक्तलाई लडाउनका लागि के खानु लाग्छ क्या खुट्टा पानी लाग्छ मैले पहिला पनि भनेको सर्नु फोनमा ढुङ्गा बोक्दै गर्दा हल्का साम्पा खुट्टाले हिँड्नु भएको पखेटा छोसको उडेर गएको चिज जस्तो खुट्टा पक्रिन्छ भन्दा चिनले कोता के गरिदिन्छ कोतार दिन्छ नि त्यस्तै देश गर्न कोतार खान्छ त्यति हो प्रयास नगर्नुहोस् पनि भन्नुपर्छ हामीले होइन देशको चुहारमा भ्रष्टाचार गरेर होइन आफ्नो परिवार चाल्ने पेट पाल्ने होइन सम्पत्ति जोड्न चाहनेहरूले हामीलाई मन पराउँदैन तर हामी किंचित तपाईँको छैन होइन दायाँ बायाँ नगरिकन नहिचकिचाइकन हामी अगाडि बढ्छौँ कि बढ्दैनौँ किनभने हामीलाई थाहा छ दिशा हामीलाई थाहा छ बाटो हामीलाई थाहा छ गन्तव्य हामी कहाँ पुग्ने हो देशलाई कहाँ पुर्याउने हो भन्ने हामीलाई यो देशमा केही थाहा नहुने मान्छेले नेता सम्झेर दुःख पायो नेपालीले होइन अनि नेताजी हजुरको भिजन के छ त कसरी अर्थतन्त्र बढाउने भन्दाखेरि उद्योग गति सबै बेची पठाउने रे अनि कसरी बढ्छ उद्योग गति बेची पठाएर अनि बाटो कसरी बनाउने त हजुर भन्दाखेरि चाहिँ बाटो चाहिँ विदेशीले ऋण दिन्छ नि त कस्ट पे गर्नुपर्छ दिइहाल्छ त्यसरी हुन्छ त्यसो भएको कारणले गर्दाखेरि भिजन नभएको मान्छेहरूलाई हामीले भन्नेछौँ बोर लाग्यो यतातिर भन्नु त बोर लाग्यो घाम हामी त यता छौँ यो स्टेसन पर के अरे हामीलाई घाममा सिकाउनु पर्यो है बोर लाग्यो 5-10 मिनट अगाडि सुनाउँछु तपाईँहरू सबैसँग एकछिन नाच्नु गर्छ होइन फोटो पनि खिचिन्छ थुप्रै कुराहरू अझै बाँकी छ यहाँ सबैजना आयो म अनुरोध गर्न चाहन्छु जीवनमा तपाईँ जित्न चाहनुहुन्छ कि हार्न चाहनुहुन्छ यसपालि हामी श्रम संस्कृति यो महाअभियान श्रम संस्कृति महाअभियान हाम्रो पार्टी त मलाई खास भन्नु मन लाग्दैन त्यही पनि चुनाव चिन्ह पाएको होइन निर्वाचन आयोगको दर्ता पार्टी नै भन्नुपर्छ है यो श्रम संस्कृति पार्टीले यसपालि तपाईँहरूलाई जिताउँदैछ तपाईँहरू जित्न चाहनुहुन्छ नेता जितिरहने जनता हारिरहने है पार्टी जितिरहने देश हारिरहने चलनको अन्त्य गर्छौँ हामी आदरणीय दाजुभाइ दिदीबहिनीहरू चुनाव चिन्ह माटोको जित भनेको तमाम किसानहरूको जित हो मजदुरहरूको जित हो पसिना बगाएर खाने मान्छेहरूको जित हो है गरिब दुखीको जित हो यहाँहरू सबैजनालाई म भन्न चाहन्छु है हामी सबैको जित हुनेछ हार कसको हुनेछ चुनाव चिन्ह माटोले जित्नु भनेको श्रम संस्कृति पार्टीले जित्नु भनेको हार कसको हुनेछ जसले देशलाई बेच्न चाहेको छ जसले एमसीसी गरेको छ एमसीसी पास गर्ने मान्छेहरू एमसीसीको टिप्पणी उठाउने हतियारहरू ती सम्पूर्ण मान्छेहरू त्यसमा सन्धि सम्झौता गरेर तपाईँको छैन जीवन पाल्ने मान्छेहरू र भ्रष्टाचारको तपाईँको छैन अलिअलि कमिसनमा तपाईँको पेट भर्ने मान्छेहरूको हार हुनेछ हुनुपर्छ कि पर्दैन अन्य अत्याचार गर्ने भ्रष्टाचार गर्ने मान्छेहरूको हार हुनेछ त्यो तपाईँको चाहिँ जित गर्नका लागि जिताउनका लागि हामी यहाँ आएको कुरामा निवेदन गर्नु छ हिजो मात्र आउँदैछ 8 अर्ब घोटाला गरेको मान्छे 5 लाख घरौँडीमा निस्क्यो कि निस्केन अलि हाँसौमा यस्ता फटाहरूको शासनलाई पाल लगाउने कि नलगाउँदैन पनि जनताले यदि त्यसो हो भने चुनाव चिन्ह माटोले जित्नेछ चुनाव चिन्ह माटोले जित्ने कसम यो माटोको फटाहरूलाई हामीले पाल लगाउँछौँ कसम यो माटोको यो देश फटाहरूलाई हामी पाल लगाउँछौँ फटाहरूले पाल लगाउनुपर्छ पर्दैन फटाहरूको शासनको अन्त्य नेपाली जनताको शासनको दिन हामीले ल्याउने कि नल्याउने त्यसो भने हामी श्रम संस्कृति तपाईँहरूलाई जिताउनको लागि आएको है तपाईँहरू सबैजना यो श्रम संस्कृतिमा म स्वागत गर्न चाहन्छु तपाईँहरू आउनुहुन्छ यो यस्तो दल हो नेपालको इतिहासमा जसमा नेता हुँदैन मलाई नेता नभन्नु म नेता होइन यहाँ बस्नेहरूको पनि नेता होइन हामी सबै श्रमदाता हो है यहाँ धनकुटाको श्रमदाताले लगाउने टी सर्ट र मैले लगाउने टी सर्टमा कुनै फरक छ हेर्नुहोस् है
यस्तो देशको तपाईँको चाहिँ खाना छ यो देश कस्तो बनाउनुपर्छ यहाँ आउने बित्तिकै यत्रो ठुलो सोफा राख्नु भएको हो कि छैन बिचमा त्यो सोफामा म बसेँ बस्नु यहाँ यता सोधेको बस्यो नि त युवाहरूले भन्नुहोस् है हल्ला गर्नुपर्छ काठमाडौँले सुनिन्छ बस्यो किन बसिन भन्दाखेरि किन बसिन त म भन्दाखेरि म पनि अरू जस्तो प्लास्टिकको कुर्सीमा बस्नु है यो त्यस्तो पार्टी हो यस्तो पार्टी हो यो पार्टीको कुनै झन्डा देख्नुभयो यहाँ झन्डा लिएर आयो नेपालको झन्डा नै हाम्रो झन्डा हो है हामी नेपालीहरू झन्डा बोकिनेको कारणले एउटाले एउटा झन्डा एउटाले उता ठिकेदेखिको झन्डा बोकेर झन्डा र डन्डाको देशमा आन्दोलन मात्रै भइरह्यो कुटाकुट मात्रै भइरह्यो लुटपाट मात्रै भयो आगजनी मात्रै भइरह्यो है तर यो देशमा मिलेर काम गर्ने संस्कृति कहिले सुरु भएन त्यो तपाईँ पनि मिलौँ तपाईँ हामी मिलौँ छेत्री बाहुन राई लिम्बू कामी दमाईमा भनौँ न आउनु न है एउटै भाँडामा पकाएको भात खाउँ है कामीले पकाएको भात बाहुनले खाँदाखेरि के जात गइहाल्नु हो है सबैले मिलेर भात खाउँ एउटै तपाईँको छैन खाउँ है तपाईँको छैन एउटा आलु छ भने त्यसलाई 4 टुक्रा बनाएर 4 जनाले खाएर सँगै मिलेर सम्मान गरौँ न त्यो भन्नका लागि म यहाँ आएको छु यहाँहरू सबैजनालाई यो श्रम संस्कृतिमा म स्वागत गर्न चाहन्छु तपाईँहरू आउनुहुन्छ यता स्वच्छमा आउनुहुन्छ हो यस्तो खालको अभियानको खाँदो छ त्यो अभियानको सुरुवात हामीले गरेका छौँ अब आजदेखि यो अभियान तपाईहरुको पनि भयो मेरो मात्रै होइन प्रतिबद्धताका साथ तपाईले आफू उभिएको ठाउँको माटो छोइदिनुस् ताइने हामीले सबैले घन्टेले दाहिने हातले छोइदिनुस् कि सबैजनाले छोइदिनुस् सबैजनाले दाहिने हातले छोइदिनुस् यता उभिने साथीहरुले पनि दाहिने हातले छोइदिनुस् माटो हो अब हामी यो माटोलाई वचन दिन्छौँ त्यो वचनहरुको सम्मानलाई होइन मलाई चाहिँदैन माटो तपाईको छ है मरेर जाने मान्छे हो तर यो देशको यो चन्द्रसूर्य अङ्कित झन्डा सधैँभरि यहाँ रहिरहनुपर्छ कि पर्दैन भोलिको दिनमा धनकुटामा तपाईँको चाहिँ विदेशी झन्डा नआइपुगोस् त्यसो भएको कारणले गर्दाखेरि त्यो देशलाई सम्झेर यो माटोलाई हामी वचन दिन्छौँ देशलाई वचन दिन्छौँ म अनुरोध गर्न चाहन्छु यहाँहरू सबैजनालाई म जे भन्छु त्यो भनिदिनु होला है हो त्यसपछि हामी एउटा गीतमा नाच्छौँ पनि अनि फोटो पनि खिच्छौँ होइन थुप्रै दुःखसुखका अन्य कुराहरू पनि छन् जुन बेला बखतमा सबैले साथ दिएको खण्डमा हामी यहाँले सबैजनाले जोडेर भन्नुहोला परातिर पनि है यो पार्टी छोड्नु दाहिने हात तपाईँको देब्रे तपाईँको छातीमाथि मुठी कसेर राखिदिनुहोस् त तपाईँको दाहिने हात सबैजनाले मैले यता देखिरहेको छुइनँ सबैजनाले तपाईँको दाहिने हात छातीमाथि राखिदिनुहोस् त तपाईँको मुटु के भनिरहेको छ भनिरहेको छ यतिखेर तपाईँको मुटुले भनिरहेको छ म सुन्न सक्छु तपाईँको मुटुले तपाईँको मुटुले भनिरहेको छ मेरो देश मेरो देश मेरो देश मेरो माटो मेरो माटो मेरो माटो मेरो स्वाधीनता मेरो स्वाधीनता मेरो चन्द्र सूर्यको झन्डा मेरो चन्द्र सूर्यको झन्डा मेरो चन्द्र सूर्यको झन्डा सुन्नु मुटुको आवाज सुन्नेकै न मुटुको आवाज बोल्नु म जे भन्छु त्यो तपाईँले जोडले भन्नु नलगाइकन भन्नु देशभन्दा हामी लगाउँदैनौँ देशभन्दा हामी डराउँदैनौँ देशभन्दा हामी बोल्छौँ देशभन्दा हामी उड्छौँ देशभन्दा हामी तपाईँको सित जुट्छौँ है यस तयार हुनुहुन्छ सबैजनालाई म भन्न चाहन्छु है त मलाई म जे भन्छु त्यही जोडले भन्नु सबैजनाले भन्नुहोला म आफ्नो नाम भनिदिनुहोस् यो देशको माटो छोडेर धनकुटाको माटो छोडेर यो माटोलाई यो देशलाई वचन दिन्छु श्रम संस्कृति महाअभियानको विधानलाई अक्षरश पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै
हरूलाई समेत लाग्न प्रेरित गर्दै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध, सचेत र सक्रिय रही आफ्नो जिम्मेवारीको कर्तव्य पूरा गर्नेछु। एउटा सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर सम्मानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधि को अंतर संबंध नहीं जीवन हो। प्रकृति, संस्कृति र प्रविधि को संतुलित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ भन्ने दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र श्रमदानको महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु। म हुँ श्रमदाता, हेर्दिन म अरूको आश, दिन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हेलो सरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। रास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउने छ, कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय स्वाभिमान, जय श्रमदान, जय माटी, जय देश। धन्यवाद यहाँहरू सबैजनालाई।